कसैले केही गर्दैन। राजा आए केही भए पनि यो देशको माटो उसका बाबुबाजेले अर्जिया जनता चाहिन्छ राजालाई। यिनीहरूलाई त यही जनताले चाहिँ पालेर राखेको छ। खसी पाले चाहिँ गरी पालेर दुनियाँ कर उठाएर खाएर मोटाएका छन्। अझै तपाईँको बाबुबाजे थाहा तपाईँलाई लोभ लाग्छ लाग्दैन? उसलाई पनि लोभ लाग्छ। हुन्छन् यति सोझो हिसाबसँग छोडिदिएर गएपछि यिनीहरूले के लसारे त देशमा भन्नुहोस् त? के लसारे? ज्ञानेन्द्रले त छोडिदिएको छु नि, ल गरेर खाउनु त, सुख सन्तोष देऊ जनतालाई भनेर के दिए त अहिलेसम्म? हामीले त बुझेका छौँ, हामीले बुझेर त हुँदैन नि कहिले पनि। हामीले नि बुझेका छौँ जनताको विचारलाई हामीले। सुन्नु न, तपाईँको विचारलाई हामीले 3 करोड जनतामा पुर्यायौँ भने जनताले के बुझेको रहेछ भन्ने थाहा हुन्छ नि त। हो, यही भनिदिनुहोस् न। एउटै कुराले छिन्दिया छ, यो देशको माटो राजाको हो, हामी राजाका जनता हौँ, राजै चाहिन्छ हामीलाई। ल अनि तपाईँलाई हिन्दू राज्य चाहिन्छ हुँदैन? हिन्दू राज्य नचाहिने भाइ, यो राजै चाहिँदैन नि। तपाईँ कस्तो कुरा गरे भने यही हिन्दू राजा चाहिने भएर राजा चाहिन्छ भने हामीलाई भनेपछि तपाईँ धर्मनिरपेक्षको धेरै विरोध गर्नुहुन्छ, धर्म सापेक्ष हुनु पर्यो राष्ट्र। हिन्दू धर्म मान्ने नराम्रो भनेको होइन, धर्म निरपेक्ष राष्ट्र हो, धर्म तपाईँ सापेक्ष राष्ट्र भन्दै हुनुहुन्छ। तपाईँ यो देशमा राजा चाहनुहुन्छ कि लोकतान्त्रिक व्यवस्थाको राष्ट्रपति चाहनुहुन्छ? तपाईँ मलाई यस्ता जाबा राष्ट्रपतिको कुनै काम छैन। यो देशको माटो उसको बाबुबाजे पुर्खाले अर्जिया माटो त्यो राजैको देश हो। यो राजा र जनतामा मात्रै हुन्छ। नेताले माया हुन्छ कहीँ, कहिल्यै नेताले माया हुन्छ जनताको? राजालाई त हुन्छ नि माया, हुँदैन भन्नुहोस् त? तपाईँले भोट हालेको नेताले तपाईँप्रति त उत्तरदायी हुन्छ, जवाफदेही हुन्छ नि? दिन्छ, दिइहाल्छ नि जवाफ। सुन्नुहुन्न संसदको कुरा? तपाईँ पत्रकार व्यक्ति संसदको कुरा सुन्नुहुन्न तपाईँ? भन्नुहोस् त, एउटा व्यक्तिलाई चाहिँ यत्रो लखेटी राखेको छ, एउटा यो भ्रष्टाचारी समाज छु भन्दाखेरिमा यत्रो देश घुमाइसक्यो भने के बोल्नुहुन्छ तपाईँहरू? के गर्नुहुन्छ? यो देशमा केही पनि गर्ने होइन, कसैले केही गर्दैन। राजा आए केही भए पनि यो देशको माटो उसका बाबुबाजेले अर्जिया जनता चाहिन्छ राजालाई। यिनीहरूलाई त यही जनताले चाहिँ पालेर राखेको छ। खसी पाले चाहिँ गरी पालेर दुनियाँ कर उठाएर खाएर मोटाएका छन्। यिनीहरूको के सवाल छ भन्नु त? तपाईँका सन्तान कति छन्? कति नेपालमा छन्, कति विदेशमा छन्? यति भन्नु। सन्तान जति छन् मेरा अधीनमा छन्, मैले पाखुरा चलाएर पाल्न परेको छ। बुझ्नुभयो? यो लोकतन्त्रले, यो गणतन्त्रले के दिएको छैन तपाईँको सन्तानलाई? गरेको छ त, केही पनि गरेको छैन, केही खाएको छैन। यी भत्तुहरूको हामीले केही पनि खाएको छैन। आफ्नो कमाइ गरेको छ, खाएको छ, आफ्नो दुःख गरेर खाएको छ। तपाईँले भोट हाल्नु भएको छ नि होला नि त अहिलेसम्म? त कति हाल्नु पर्यो नि? गलाहरूलाई यस्तो हुन्छन् भन्दाखेरि अब त बरु हात काटिन्थ्यो भोट हाल्ने सट्टा। बुझ्नुभयो? भोट हाल्ने बेला त हजुर भनेर आउने, त्यही हात जोडिने तरबार बनाउने बोल्ने। के थाहा छ तपाईँहरूले? यत्रो पत्रकार गरेर हिँड्नुहुन्छ तपाईँहरू? यो देखाएको छैन यो देशको चाला? त्यही देखाएको कुरा तपाईँबाट सुन्न चाहेको हो कि हामीले? हो, मलाई राजा चाहिन्छ। ल यो देशमा राजै चाहिन्छ। उसका बाबुबाजेले 22-24 राज्य चाहिन्छ।